अब तपाईहरुलाई यो एकदम पर्फेक्ट भएर व्यावसायिक हुनलाई चाहिँ कति महिना सिक्नुपर्छ, कति दिन सिक्नुपर्छ जस्तो लागिरहेछ? 15 दिन सिकेपछि हामी एकदम व्यावसायिक तरिकाले सिक्न पाइन्छ है। हाम्रो ECD टिमलाई चाहिँ के भन्नुहुन्छ त तपाईँ अब? धन्यवाद एकदमै डाइरेक्ट किनभने यति राम्रो हजुरले हामीलाई सिकाउनु भयो। सुझाव पनि केही छ कि? हजुरको अलिकति छोटो समय भयो हामीलाई अलि यता हेरेर भन्नु नि। समय कम भयो। समय कम भयो म्याम हामीलाई। अरू तालिम चाहियो? यो पनि तालिमहरू आउँदा चाहिँ कमसे कम 15 दिनको हुनुपर्छ भन्ने लाग्छ। एडभान्स तालिम चाहियो। यो त हामीले बेसिक मात्रै दिएका हौं। हस्, धन्यवाद। अब यहाँ रोज पनि धेरैवटा हाल्ने हो, अब रोज पनि छैनन्, यहाँ छन् होइन। अब त्यहाँबाट झिकेर यहाँ लुक्छ केही अर्थ हुँदैन। त्यही भएर यसलाई थोरै जति छ त्यही म्यानेज गर्ने। सुशीला म्याम, हजुरको केही छ कि भनाइ? अब यो कस्तो होला भन्ने लागिरहेको थियो है। हजुर, सुरुमा यो अब यो कच्चा पदार्थ योबाट यो बन्यो। अब त्यो बिफोर आफ्टर हेर्दाखेरि त छक्क पर्ने। अनि कस्तो होला अब हामी यो 4-5 दिनको गरौँ न भनेर ECDले सुरु गर्यो। तर सबै दिदीबहिनीहरूको चाहिँ व्यावसायिक बन्ने माग भएको उहाँहरू इन्ट्रेस्ट एकदमै उत्साहपूर्वक गर्नुभएकोले चाहिँ अरू 15 दिनको गर्नै पर्ने जस्तो छ। अब हामी यसको लागि पनि पहल गर्ने सोचमा छौँ। एकदमै राम्ररी अब कति सिँगारिएर आखिरी मन्दो रहेछ नि त खोस्टाबाट। कालो टिपेर थैला बनाउँछौँ, कागज खोस्टालाई घरमा सजाउँछौँ, त्यही छिप तिउन तरकारी सिप लगाउँछौँ। तथापि मान्छे हौँ ECDको माध्यमबाट सारा महिला जगतलाई नै जोड्छौँ। धन्यवाद हाम्रो सुशीला म्याम। खेर जान दिँदैनौँ। हजुर, बुन्छौँ, सिप लगाउँछौँ, फुल बनाउँछौँ अनि हामी सजाउँछौँ। को इन्भाइरोमेन्ट एन्ड कम्युनिटी डेभलपमेन्ट भन्ने संस्थाले आयोजना गरेको यो 4 दिने मकैको खोस्टाबाट फूल तथा बुकी बनाउने तालिममा सहभागी साथीहरूले बनाउनु भएको यो फूल, यो चाहिँ सुरुमा हाम्रो मकैको खोस्टा, यस्तो खालको मकैको खोस्टाबाट बनेको, यो 4 दिनमा बनेको यो मकैको खोस्टाबाट बनेको विभिन्न आकृतिका सुन्दर फूलहरू। र यो फूल बनाउनको लागि हामीलाई 4 दिनसम्म हाम्रो प्रशिक्षार्थीहरूलाई सिकाएर प्रशिक्षण दिनुहुने उहाँ हाम्रो प्रशिक्षक हुनुहुन्छ म्याम सुनिता म्याम। उहाँले हामीलाई 4 दिनसम्म हाम्रो प्रशिक्षार्थी साथीहरूलाई एकदमै राम्रोसँग डेकोरेसन गर्न सिकाउनु भएको छ। र यस्तो एउटा मकैको खोस्टालाई यस्तो राम्रो फूलमा परिणत गर्नुभएको छ। यो चाहिँ विभिन्न प्रयोजनको लागि हामी प्रयोग गर्न सक्छौँ। जस्तै हामीले यसलाई बुके अनि फ्लावर भासमा राख्ने फूलहरू, अनि यसरी हामीले अगाडि ब्याचको रूपमा पनि प्रयोग गर्न सक्छौँ। अनि टाउकोमा लगाउने डेकोरेसन, हेयर डेकोरेसनका पिनहरू पनि बनाउन सक्छौँ विभिन्न प्रयोजनको लागि। र हाम्रो मुख्य उद्देश्य चाहिँ इन्भाइरोमेन्टलाई सेभ गर्नु हो, प्लास्टिक निर्मूल गर्नु र इन्भाइरोमेन्टलाई सेभ गर्नु। प्लास्टिकको अप्सनमा के त भनेर हामीले चाहिँ यो आज अन्तिम दिन यो मकैको खोस्टाबाट यो फूल बनाइरहेका छौँ।